त्यही हो। अब हामी गाइड सबैले थाहै छ होइन। अब हामी फेरि आज यो गुन्जियामको थानफुङ्गीको यात्रामा निस्केका छौँ। थानफुङ्गी भनेको चाहिँ यही रुखको पात हो। रुखको पात झर्ने याम। अब भर्खरै गर्मी सिद्धेर अब जाडो लाग्दैछ। जाडो लाग्ने क्रममा पहिला पात झर्न सुरु गर्छ। त्यही भएर यतापट्टि डाँडोतिर चाहिँ लगभग तपाईँको देखिँदैछ यहाँबाट। हामी चाहिँ त्यतातिर अगाडि बढ्दैछौँ। नमस्कार। यहाँ चाहिँ खुन्जेयामको वाथामचुक अथवा वाथाम फरेस्ट भन्छ यसलाई। यो चाहिँ खासमा यही रङ्गिन फरेस्ट हो। यसमा अझै पात लगभग यो बिचबिचमा भएको रङहरूले गर्दाखेरि असाध्यै मनमोहक दृश्य देख्न सकिन्छ। र यो जङ्गलको फुल र यो मनमोहक दृश्य भन्दा नि मनमोहक चाहिँ यिनी नानी हुन्। मलाई मनपर्ने यिनको छुट्टै रौनक छ, सुन्दरता छ। मस्किन्छन्। अगाडि बढ जाउँ। हामी चाहिँ खुन्जियाम यगमा झरेर ट्याक्सी चढ्यौँ। ट्याक्सीबाट लगभग तपाईँको 16 मिनट जति हिँडिसकेपछि यो ठाउँमा आइपुग्यो। र अब उकालोमा 5 मिनट हिँडेपछि बल्ल त्यो खुन्जियामको मोनोरेलको यात्रा पनि गर्न सकिन्छ भन्ने कुरा आएको छ। हामी चाहिँ दोङदुच्छनबाट आएको भएको कारणले गर्दाखेरि अलिकति लामो यात्रा भयो। तथापि पनि अब एक्सपेक्टेसन भर्सेस रियालिटीमा फरक नभयो भने हामी चाहिँ दुखी हुने छैनौँ। फुल हेर्न आएको के छ अनुभव? फुल त नै पात जाँदैछौँ। कोहीले नआएको ठाउँमा आइयो। हजुर साह्रै राम्रो रहेछ। हजुर मन पर्यो। तर अबदेखि आउनु नपरोस्। किन चम्केको एकैचोटि? भोक लागेर पेटमा मसा दौडिसक्यो। अहिले मुसाको औषधि किनेर दिउँला नि त। मुसामा औषधि किनेर दिने कुरो भइसक्यो। उकालो चढ्नु पर्यो क्या। त्यही भएर हुन चाहिँ हामी हुन चाहिँ खाएर हिँडेको। तर पनि अब खाएको पनि टन्नै भइसकेको कारणले गर्दाखेरि भोक लाग्दैछ। अब यो माथि चाहिँ खाने पसल छ भन्ने कुरा आएको छ। हामी बिस्तारै निस्केछौँ। फाइनल्ली हामी अब डाँडोमा चाहिँ आइयो होइन। अब डाँडोमा आइसकेपछि गेटनिर आइयो यो वाथामचुक भन्ने। यो चुक भनेको चाहिँ अब जङ्गल हो। यस्तो जङ्गलहरू चाहिँ हामीले धेरै नै घाँस दाउरा गरेको जङ्गल जस्तो लाग्यो। त्यही रुखहरू चाहिँ हल्का रङ्गी भएका। अनि यसको कोरियामा चाहिँ केही अलिकति केही छ भने त्यसलाई केही आकर्षक गराउनलाई र आन्तरिक पर्यटकहरू अथवा बाह्य पर्यटकहरू टिकट चाहिँ 100% अनलाइन भएको भएर यो के अरे अनलाइन। त्यसपछि विदेशीहरूको लागि चाहिँ तपाईँको पासपोर्ट नभइकन भित्र छिर्न र टिकट काट्न पाइँदो रहेनछ। त्यस कारणले गर्दाखेरि हामी चाहिँ पासपोर्ट नभएको कारणले भित्र जान चाहिँ असमर्थ भयौँ। बाहिरबाट हेरेर चित्त बुझाएर फर्किने कुरो भयो। बाहिरबाट फर्किनु पर्यो दुर्भाग्यवश। तर तपाईँहरू जाँदै हुनुहुन्छ भने पासपोर्ट लिएर जानु होला भन्ने सल्लाह दिन चाहेँ। र बाहिरबाट पनि सबै फुलको दृश्यहरू हेर्न पाइन्छ। र डाँडोमा चढ्न नपाएकोमा चाहिँ मलाई त्यस्तो धेरै गुनासो चाहिँ गर्दिनँ। तर टाढाबाट गएको भएर त्यति चढ्न पाएको चाहिँ अझै मजा हुन्थ्यो भन्ने मनै हुँदाहुँदै पनि फर्किने बेला भइहाल्यो। तर हावा चलेर यस्तो हावा चलेको थियो, जाडो भयो। अनि यातायातको सुविधा पनि अलिकति नभएको जस्तो लाग्यो। अनि के अरे बस खोज्नुपर्ने या ट्याक्सीहरू पनि कि बुकिङ गर्नुपर्ने जस्तो भएको कारणले हामी अलि सबेरै फर्कियौँ। अब टाढाको बाटो थियो, सबेरै फर्के पनि
बस कुर्दा ट्याक्सी खोज्दै हैरान भएर केही नभएर लास्टमा बसको लाइनमा बसेर यकसम्म फर्क्यौँ होइन हजुर शब्द छैन शब्द अब डिक्सनरी पल्टाएर खोजेर भए पनि हो ल त्यही हो मलाई पनि सेम फिलिङ भइरहेछ होइन अब एक्लै मायाले दिएको ल यहाँ हजारौँ फुल जस्तै पातहरू भए पनि मायाले दिएको एक पातको कति महत्त्व रहेछ भन्ने कुरो पनि अब यसै भिडियो मार्फत सम्पूर्ण माया गर्ने प्रेमीहरूलाई हजुर थ्याङ्क यू सो मच माया गर्ने प्रेमीहरूको लागि पनि यो हाम्रो प्रेमिल सन्देश स्वीकार्नु होला धन्यवाद नमस्ते अन्यसेवा यहाँको चाहिँ यातायातको एकदम असुविधा रहेछ अब बस कुर्नु पर्यो बस पनि यति सानो छ अनि यहाँ लाइन यति धेरै छ कति छ यहाँ त्यस कारणले गर्दाखेरि तपाईँहरू चाहिँ खेन छ अथवा अलि छिटो आएर लाइनमा बस्नु पर्दो रहेछ क्या